स्वागत छ सङ्घसभाको सभापोखरीबाट। आज पनि यहाँहरू सबैलाई अहिले अलरेडी 3:15 भइसकेको छ। आजको दिन यत्तिकै बित्यो। मैले बिहान पिउने पानी ल्याएँ अनि त्यसपछि आज एक्सर्साइज पनि गरियो अनि खाना खाएर निद्रा लागे जस्तो भयो। सुतेँ एकछिन, फेरि बिउजी हालेँ अनि त्यसपछि कफी सफी खाएर अहिले चाहिँ फ्रेस भएर बसिरहेको छु। त्यही भएर आजको भिडियो यहाँबाट सुरु हुन्छ। अनि यस्तो निकालिदियो भने हामी उता पश्चिमतिर फर्किँदाखेरि त्यहाँनिर अनमोल डुलिरहेछ। सोना भएन भने उसलाई पनि गाह्रो हुन्छ। सोना चाहिँ बाथरुममा नुहाउन पसेको छ, एक्लै छटपटिरहेर डुलिरहेछ। अहिले बत्ती पनि आएको छैन आज। अनि आज नयाँ नौलो भनेको चाहिँ मैले अब भिडियो अपलोड गरेँ, डे 3 को अपलोड गरिसकेँ। पोस्टको एडिटिङ काम गर्न चाहिँ अलिकति टाइम लाग्ने भइरहेको थियो, तर आजभोलि त्यति धेरै टाइम लागिरहेको छैन। कलर ग्रेडहरू गर्न पनि त्यति धेरै समस्याहरू भएको छैन। सुरुमा चाहिँ एकदम गाह्रो हुन्छ। यो टावल यस्तो हटाइदियो भने अलि अँध्यारो भयो। यसलाई चाहिँ यहाँ राख्दिउँ। यो भयो हाम्रो टी सर्ट, यहाँ राख्दिउँ। यस्तो झर्पला जस्तो छ, फुलमा खोलेर फ्याल्दिउँ। त्यहाँ मम्मीले कोदो सुकाइराख्नु भएको छ, चल्लाहरूले खाइरहेछ। कुखुराको बच्चाहरूले एकदम कुखुराहरू बदमास गर्छ र त्यहाँ कुखुराहरू ठुलो कुखुरा चाहिँ छोप्नु भएको छ। हाम्रो उता कुखुरा कराइरहेछ। के भयो? कता गयो? कता गयो भन त? गइरहेछ। अनमोल डनले कुखुरालाई धपाइरहेछ, खोजिरहेको रहेछ, उता उता गयो भन्दैछ। यहाँ गाउँमै हुर्किएको बच्चा भए त त्यस्तो कुराहरूको त्यति धेरै मतलब हुँदैन थियो होला। काठमाडौँमा हुर्किएको फर्स्टचोटि गाउँ आएको भएर एकदम हरेक कुरालाई इन्ट्रेस्ट मानेर हेरिरहेछ केटोले। आयो आयो आयो, यताबाट आयो, आइसक्यो माथि। घुमेर उताबाट उदो गएछ रोडतिर अनि उताबाट फर्काउनु घुमेर गइरहेछ। अनि तर यहाँ घरमा आए पछाडि हाम्रो घर नजिकै धेरै उयोहरू छ नि त, अनि यस्तो भएर यहाँ डाब्रै डाब्रा बनाएर भुस्नाले चाहिँ टोकिरहेछ क्या एकदमै। यहाँ हाम्रो केराबारीहरू छ अनि त्यहाँदेखि एक दुईवटा फ्रुट्सहरू पनि छ। एकदम यो फ्रुट्सहरू झरेर कुहिने ठाउँमा चाहिँ सानो खालको भुस्नाहरू बढी आउँदो रहेछ क्या, अनि त्यसले चाहिँ टोक्ने क्या, स्पेसल्ली दिउँसोको टाइममा। हरेक दिन दुईटी ठाउँ भुस्नाको टोकाइ नखाइकन दिन बितिरहेछ नि यहाँनिर। सो भुटुनाले के भने मैले भुसुनाले चाहिँ परेशान गरिरहेछ अनि अरू त सबै ठिकै छ। अनमोललाई कुखुराले परेशान गरिरहेछ। तिमीलाई सोनाले केही काम आएको छ? सोनाले केही काम आएको छ? के काम? कुखुरा हेर्ने? ए, बत्ती कहिले आउँछ होला जस्तो लाग्छ तिमीलाई? बत्ती कहिले आउँछ होला जस्तो लाग्छ? थाहा छैन। बत्ती नहुँदा मन तडपिन्छ है? माथि अब माथि थोरै चाहिँ आउट गरिदिउँ। सोनाले भनेको कुरा चाहिँ त्यसले मान्छ। माथि आऊ भनेको उसलाई कुखुरा रुङ्न लगाएको रहेछ, त्यो भएर माथि आउन नै खोजिरहेको छैन। अनि आज यहाँ हाम्रो केराबारी छ होइन, यो केराले फलेर सबै चराले खाइसकेछ, पाकेछ, जम्मा यति बाँकी छ। यताको सबै खाइसकेछ। यो भोलि अनमोल र मैले खान्छ। अनि त्यसपछि अर्को कुरा यहाँबाट गइदिउँ। पटाङबाट गयो भनेदेखि हामी उतापट्टिको कर्नरमा पुग्छौँ। उतापट्टिको कर्नरमा पुगेपछि हाम्रो घरसँगै एउटा सानो घर हुन्छ जसलाई हामी मतान भन्छौँ। हामी मतानमा उक्ले पछाडि हामीसँग छ यहाँ उखु। आधा चाहिँ हामीले अघि नै खाइसक्यौँ यहाँ बसेर। यो चाहिँ ऊ पर देमाको घरमा फलेको देमाले उखु दिनुभयो। अनि अर्को देमाले के दिनुभयो भनेदेखि यहाँ छ तरुल। यो चाहिँ अलिक पाकेको छैन। मलाई चाहिँ स्पेसल्ली तरुल यस्तो कन्दमूल फल टाइपको फ्रुट्सहरू मनपर्ने भएकोले गर्दाखेरि माथिको डाँडाघरको देमाले दिनुभएको छ। हिजो ल्याइदिनु भएको अनि अघि मम्मीले पकाउनु भयो। अनि ब्याक टु मेरो फेभरेट, हाम्रो घरको फेभरेट ठाउँ आएपछि बुक। आज पनि मैले थोरै पेजहरू पढ्नु छ। यो बुकसँगै पेन्सिल चाहिँ किन हो भन्ने लाग्छ होला। मैले के गर्ने गरेको छु भनेदेखि इङ्ग्लिसमा मेरो त्यति धेरै राम्रो छैन। सो मैले नजानेको वर्ड्सहरू आउँदाखेरि चाहिँ त्यसरी अन्डरलाइन गरिरहेको हुन्छ। यो भनेको चाहिँ जुन मलाई एकदम इम्पोर्टेन्ट लागेको वर्ड्स, अनि त्यसपछि यो भनेको चाहिँ मैले नबुझेको न्यू वर्ड्सहरूलाई चाहिँ जस्ट
फोकस गर्नुपर्ने वर्डहरुमा चाहिँ मैले अन्डरलाइन गरिरहेको हुन्छ। जुन कुरा चाहिँ पुनः एकपटक हामी रिभिजन गर्दाखेरि अलि बढी फोकस गर्छौं र रिसर्च पनि गर्छौं हल्का त्यसको बारेमा के हो अझै डिपली बुझ्ने गरी। सो मलाई चाहिँ बुक पढ्दाखेरि पेन्सिल चाहिँ चाहिन्छ। एउटा कुरा यदि मैले अनेस्टली भन्यो भने मलाई रिसेन्टली 1-2 दिन अगाडिबाट दिनहरू एक किसिमको एज युजुअल भइरहेको कारणले गर्दाखेरि मोनोटोनस पनि फिल भइरहेछ। त्यो भएर भिडियो बनाउन पनि त्यति धेरै जाँगर चलिरहेको छैन। सुरुमा काठमाडौँबाट यहाँ आउने बित्तिकै त्यति बेला चाहिँ एकदमै जाँगर चलिरहेको थियो। अनि तर बिस्तारै गर्ने कुराहरू अनि देखाउने कुराहरू पनि लगभग देखाइसके पछाडि चाहिँ बोरिङ खालको पनि हुने रहेछ। तर यो कुराहरूलाई ध्यान दिँदै अब फेरि हामी काठमाडौँ जाँदैछौँ। अबको 2-3 दिन पछाडि चाहिँ एकदम एक्सपोनेन्शियल टाइपको ट्विस्ट आउनेवाला छ स्टोरीमा। काठमाडौँ गए पछाडि के हुनेवाला छ भनेर चाहिँ म यो भिडियोमा भन्दिनँ। मैले जति बोले पनि होइन बोल्ने कुराहरू त धेरै हुन्छ। यस्तै हो। अहिले मसँग टाइम छ। सो एउटा कुरा चाहिँ अलिकति डिटेलमा भन्न चाहन्छु। यसरी खाली टाइममा यो भिडियोहरू चाहिँ यसरी किन बनाइरहेको छु भनेर भन्दाखेरि यसको चाहिँ 2-3 वटा स्ट्रङ रिजनहरू छ। सबभन्दा पहिलो कुरा चाहिँ मलाई आर्टिस्टिक कुराहरूमा चाहिँ एकदमै इन्ट्रेस्ट छ हैन। भन्नाले अब मैले अब पेन्टहरू गरेर अनि अब म्युजिकमा भएर त पोसिबल हुँदैन। तर एटलिस्ट मैले भिडियोहरू बनाएँ भनेदेखि त्यहाँनिर एडिटिङमा डिफ्रेन्ट क्रिएटिभिटीहरू चाहिँ मैले युज गर्न सक्ने भयो। त्यस्तै गरेर यसरी हामी कुराहरू गर्दाखेरि पनि स्टोरी टेलिङको नयाँ कुराहरू सिक्न अनि त्यसपछि युज गर्न त्यो कुराहरू सिक्ने भयो। अनि म्युजिकहरू चलाउँछ नि त अब एडिटिङमा अब त्यो सिचुएसन अनुसार त्यसरी हामीले म्युजिक र लाइटिङ अनि त्यसपछि एक्सपोजर यो सब कुराहरूमा चाहिँ खेल्न सक्ने भयो। त्यो चाहिँ मेरो लागि एकदमै इन्ट्रेस्टिङ पार्ट हो। अनि अर्को पार्ट छ मैले आफूले आफ्नो तरिकाले चाहिँ आफूलाई लागेको कुराहरू आफ्नो मनमा चलिरहेको कुराहरू चाहिँ मलाई चाहिँ कुनै न कुनै माध्यमबाट चाहिँ व्यक्त गर्न चाहिँ कुनै न कुनै थ्रुबाट या चाहे आर्टको थ्रुबाट या चाहे डिरेक्टली भनेर होस् चाहे म्युजिकको थ्रुबाट अब या चाहिँ अब कविताहरू पोइट्रीको थ्रुबाट चाहिँ आफ्नो मनमा लागेको कुरा आफ्नो भावनाहरू आफूले नोटिस गरेको कुराहरू आफूले अब्जर्भ गरेको कुराहरू चाहिँ त्यो अब व्यक्त गर्दै जान सकिने भयो हैन। त्यो हो मेन पार्ट भनेको चाहिँ अभिव्यक्तिको एउटा माध्यम भयो। कुराहरू गर्दाखेरि पर्सन टु पर्सन या चाहिँ अब लिसनर पनि चाहिने भयो। र एनी टाइम चाहिँ मैले कसैलाई केही भन्न चाहे भनेदेखि चाहिँ लिसनर त साथमा नहुने भयो। तर यसरी क्यामेरा टक्कर राखेर आफूले भन्न सकियो नि त। अब एक्लै बडबडाएको भन्दाखेरि यसरी मैले जुन क्यामेरा लगाएर बोलिरहेको छु यो कुरा चाहिँ अब तपाईहरुसँग मैले भनेको जस्तो कुरा पनि भयो। अब तेस्रो कुरा छ। तेस्रो कुरामा चाहिँ के छ भनेदेखि चाहिँ खास के कुराले चाहिँ मलाई थोरै डिराइभ गर्यो भनेदेखि चाहिँ मैले पास्ट टाइममा रेकर्ड गरेको 1-2 वटा एकदमै अनम्याच्योर भिडियोहरू जुन हेर्दाखेरि हैन खास मैले त्यो टाइममा यति धेरै भिडियोहरू रेकर्ड गरेको भए हरेक सिचुएसनहरुलाई चाहिँ कैद गरेर चाहिँ राखिरहेको भए हैन जति टाइम बित्दै गयो उति त्यो कुराहरू चाहिँ एकदमै भ्यालुएबल हुँदै जाँदो रहेछ क्या। पहिला त मैले गरिन मसँग भिडियो क्यामेरा थियो त्यति बेला अब 19 मा पढ्दाखेरि नै अब 2008 तिर के कारणले गर्दाखेरि मलाई गरिन सायद दिमागमा पनि गर्ने भन्ने आएन होला। तर अहिले त मसँग छ नि त मैले गर्न सक्छु नि त यसरी क्यामेरा किनेर भिडियोमा यो कुराहरू मैले कैद गरेर राख्न सक्छु नि त। त्यसको लागि पनि भयो यो टिपिकल टाइममा यो फेजहरुमा मैले कसरी चाहिँ मेरो थट प्रोसेसर हुँदो रहेछ मलाई के कुराहरूले चाहिँ इफेक्ट पारिरहेको हुँदो रहेछ मैले कसरी बोल्दो रहेछु यो सबै कुराहरू चाहिँ अब मैले पछि हेर्न सक्ने भएँ क्या। त्यो कुरा भयो। अब लाइफ एउटा मेजर काम मात्रै भयो भने एकदमै बोरिङ टाइपको पनि मलाई फिल भयो। थोरै एडभेन्चर अनि त्यसपछि थोरै इन्ट्रेस्टिङ हबीको रूपमा र यो कुराहरूले गर्दाखेरि चाहिँ यो सब कुराहरू भइरहेछ। यति भन्दै अहिलेको सिक्वेन्सलाई यहीँ इन्ड गरौँ। यो भयो हाम्रो घरको भनिन्छ माथि डाँडाको दिनमा ल्याइदिनु भएको सिमल तरुल सोनाले चाउचाउ खाँदैछ। अनमोलले पनि चाउचाउ खाँदैछ। कलिवाला खालि चाउचाउ खान्छ यो त। अनि म आजको भर्खरै गरेको भिडियो कस्तो भयो भनेर मलाई इन्ट्रेस्ट लाग्यो अलिकति बेग्लै खालको कुराहरू भनेको हेर्न लागिरहेको छु। म बसेको छु यसरी खाजा यहाँ छ तर यहाँ बसेर मैले खाजा खाएको थिइनँ खासै। लिन आऊ भित्र खोल्न सक्छ। त्योभन्दा पछाडिको सिक्वेन्समा स्वागत छ। पछि आइप्याड लिन आयो। ल चार्ज भएछ आइप्याडको चार्जर चाहिँ यहाँ मसँग मात्रै छ। आइफोन र आइप्याडको चार्जर एउटै
अहिले म खाना खाएर त्यही छु अनि अहिले अलरेडी 8:30 भइसकेको छ। त्यो बिचको ग्यापमा चाहिँ के भयो भन्ने कुरामा चाहिँ यहाँ बत्ती गइसके पछाडि मलाई अलिक बोरिङ भयो बस्दा बस्दा। सो म बाहिर त्यहाँ पर कटेजमा गएँ अनि त्यहाँनिर हाम्रो गाउँको दाजुभाइहरूसँग एकछिन टाइम स्पेन्ड गरेँ। अब यसपछिको सिक्वेन्स भनेको सिक्दिम आजलाई, बाँकी भोलि। यति भन्दै अहिले चाहिँ बाई।